नमस्कार सम्पूर्णमा। म फेरि पनि उपस्थित भइसकेको छु फायर फाइटिङ अथवा अग्नि नियन्त्रण सम्बन्धी सन्देशमूलक केही जानकारीहरू लिएर। आज म कुरा गर्नेछु बिल्कुलै फरक विषयमा। विषय फरक भए तापनि सामान्यतया हामी सबैले थाहा पाइरहेको कुरा हो। केही शब्दहरू फरक हुन सक्छन् जुन पहिला नसुनेको हुनसक्छ। यसको विषयमा आज हामी कुरा गर्नेछौँ। तपाईँहरूले सुन्नुभएको छ बिलिभ भन्ने कुरा। सर्वसाधारण नागरिकहरूले नसुन्नु भए तापनि फायर फाइटिङमा काम गर्नुहुने सहकर्मी मित्रहरूले पक्कै पनि सुन्नुभएको र यस बारेमा थाहा पनि उहाँहरूलाई हुन सक्छ। बिलिभ भनेको बोइलिङ लिक्विड एक्सपान्सन भेपर एक्सप्लोजन भनेर भनिन्छ। यो एउटा अङ्ग्रेजी शब्दावली हो। यो भन्नुको तात्पर्य अथवा यो भन्नुको अर्थ के हो भनेदेखि कुनै पनि एउटा कन्टेनर अथवा ट्याङ्क जहाँ भएको लिक्विड अथवा तरल पदार्थ यदि कुनै पनि बाहिरी ताप अथवा प्रेसरले चाहिँ यो तातिन्छ भने यसबाट ग्यास पैदा हुन्छ र उक्त ग्यासले उक्त कन्टेनरलाई फुटाएर विस्फोट हुन्छ भन्ने कुरा बुझ्नु पर्दछ। यसैलाई बोइलिङ लिक्विड एक्सपान्सन भेपर एक्सप्लोजन भनेर भनिन्छ। अब यो किन हामीले बुझ्नुपर्छ भन्ने कुरातिर जाउँ। बिलिभ एउटा भयानक अवस्था हो सबैको लागि, चाहे अग्नि नियन्त्रक साथीहरू होस् या त सर्वसाधारण। कल्पना गर्नुहोस् कुनै पनि एउटा सडकमा जहाँ एउटा एलपिजी ग्यासको कन्टेनर लडेको छ भनेदेखि यसमा मानिलिउँ आगो पनि लागेको छैन, तर टेम्परेचर के छ, एकदमै हाई छ भनेदेखि यसमा बिलिभ हुने सम्भावना बढी हुन्छ। किनकि जब ट्याङ्कर कहीँ लड्दछ भने त्यसमा प्रेसर पनि परेको हुन्छ, बाहिरी चाप त्यसमा परिरहेको हुन्छ, टेम्परेचर त्यसमा इन्क्रिज भइरहेको हुन्छ, भित्र हलचल भएको हुन्छ र बाहिरी जस्तै सूर्यको प्रकाश नजिकै यदि आगो लागेको छ भने आगोको हिट अवश्य नै भइहाल्यो। यसबाट बिलिभ हुने सम्भावना धेरै हुन्छ। र अब मानिलिउँ उक्त कन्टेनर यदि विस्फोट भयो भनेदेखि के हुन्छ होला। जुन ग्यासको कन्टेनर एकदमै भयावह हुन्छ। सबैभन्दा पहिला यो सुरक्षित कसरी हुने यस्तो अवस्था आइपर्यो भन्ने बारेमा हामी कुरा गरौँ। सबैभन्दा पहिला सर्वसाधारण नागरिकहरूले के गर्नुपर्छ यदि यो अवस्थामा हामी छौँ भनेदेखि भन्ने बारेमा कुरा गरौँ। सबैभन्दा पहिला त इभ्याकुएसन भनेको मतलब उक्त कन्टेनरको नजिक नजाने, कदापि नजाने। कमसे कम 300 मिटरभन्दा भित्र त जाँदै नजाने। अब यो कन्टेनर पनि कुन किसिमको छ भन्ने विषयमा निर्भर रहन्छ। जस्तै कुनै पनि विषालु ग्यास बोकेको कन्टेनर छ भनेदेखि कम्तीमा पनि 2 किलोमिटर नजिक जान नहुने हुन्छ। अब यसमा पनि हावाको बहाव कस्तो कतातिर गइरहेको छ भन्ने विषयमा पनि भर पर्दछ। त्यसकारण जस्ट हामी एउटा एलपिजीको कुरा गरिरहेका छौँ। एलपिजी भनेको मतलब खाना पकाउने ग्यास बोकेको कन्टेनर। तसर्थ कम्तीमा पनि यसमा 300 मिटरभन्दा टाढा रहनु पर्दछ। यो सर्वसाधारणहरूले बुझ्नुपर्ने कुरा हो। यसको नजिक कदापि नजानुहोस्, किनकि यो जतिखेर पनि विस्फोट हुन सक्दछ। अब त्यस्तै अग्नि नियन्त्रण साथीहरूले गर्नुपर्ने कारबाही भनेको, किनकि हामी फर्स्ट रेस्पोन्डर हो, सर्वसाधारणको झैँ गएर टाढा बसेर हेरी मात्र रहनु मिल्दैन। तर पनि सबैभन्दा पहिला सेफ्टी फर्स्ट भन्ने कुरा हामीले कदापि बिर्सिनु हुँदैन। हामीसँग हुन्छ आरइजी जुन बुक हुन्छ, त्यो इमर्जेन्सी रेस्पोन्स गाइड, इआरजी बुक। त्यो इआरजी बुक हेरेर त्यसमा कुन तरिकाले यसलाई ट्र्याकल गर्न सकिन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ र त्यसलाई फलो गर्नुपर्दछ। यसमा डिफेन्सिभ एक्सन के गर्न सकिन्छ, अफेन्सिभ एक्सन के गर्न सकिन्छ, कुन किसिमको ह्याजार्ड हो, यो सबै कुरा इआरजीमा प्रष्ट हुन्छ। इआरजी एप्लिकेसनबाट पनि हामीले हेर्न सक्दछौँ भने इआरजी बुकबाट पनि हामीले गाइडेन्स लिन सक्दछौँ। तसर्थ उक्त तरिकाले यसलाई ट्याकल गर्नुपर्दछ। सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा भनेको
आफू सुरक्षित रहौँ र अरूलाई सुरक्षित बनाऊँ। एलपिजी ग्यास होस् या अरू कुनै पनि ग्यास जुन यो बिलिभको अवस्थामा छ, यो एकदमै भयावह हुन्छ। यसबाट बचौँ, आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि जानकारी दिउँ। आजको विषय यति नै रहेको छ। अरू कुनै विषयमा फेरि पनि कुरा गर्नेछौँ। धन्यवाद। नमस्कार।